नमस्ते साथीहरू, यही पुस 21 गतेदेखि विजय लघु वित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ। लघु वित्तको आइपीओ भन्ने बित्तिकै हाम्रो दिमागमा राम्रो कम्पनी हो र यसले राम्रो प्रफिट दिन्छ भनेर हामी बुझ्ने गर्छौँ भने र यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओमा हामीहरूले 1000 लगानी गरेर कतिसम्म नाफा कमाउन सक्छौँ त? प्रायजसो लघु वित्त कम्पनीहरूको आइपीओ र एफपीओमा हामीहरूले 1000 लगानी गरेर 1000% भन्दा माथि हामीहरूले प्रफिट भएको देखेका छौँ भने र त्यसैगरी यो कस्तो कम्पनी रहेको छ र यस कम्पनीको इपीएस र बुक भ्यालु कति रहेको छ? के हामीहरूलाई यस कम्पनीको 10 किता एफपीओ परेको खण्डमा के हामीहरूले यस कम्पनीको 10 किता एफपीओबाट 10,000 भन्दा बढी नाफा कमाउन सक्ने भएका छौँ त? र त्यसैगरी यस कम्पनीले यही पुस 21 गतेदेखि निष्कासन गर्न लागेको एफपीओमा आवेदन दिने अन्तिम मिति कहिले रहेको छ? यस सम्पूर्णको बारेमा तपाईहरुलाई जानकारी गराउँछु। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्दिनु होला र आउने दिनहरुमा नेपाल शेयर बजार सम्बन्धी यस्तै नयाँ जानकारीहरु थाहा पाउन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। विजय लघु वित्त वित्तीय संस्था लिमिटेडले यही पुस 21 गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ भने यस कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा आवेदन दिने अन्तिम मिति भने यही पुस 24 गते बेलुकी 5 बजेसम्म रहेको छ। र यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ भने 46,681 जना भाग्यमानी लगानीकर्ताहरूले 10 किताका दरले सेयर हात पार्ने भएका छन् भने बाँकी लगानीकर्ताहरूको हात भने खाली हुने भएको छ। र त्यसैगरी यो भन्दा अगाडि पनि धेरैवटा लघु वित्त कम्पनीहरूले एफपीओ अथवा आइपीओ निष्कासन गरिसकेका छन् भने र ती कम्पनीहरूको सेयर मूल्य भने दोस्रो बजारमा कारोबारमा आउँदा 10,000 भन्दा माथि पुगेका छन् भने र त्यसैगरी यस कम्पनीले पनि हामीहरूलाई राम्रै नै प्रफिट दिने भएको छ। र यदि हामीहरूलाई यस कम्पनीको एफपीओ परेको खण्डमा भने यस कम्पनीले पनि हामीहरूलाई राम्रो नै प्रफिट दिने भएको छ। र यस कम्पनीको इपीएस 17.19 रहेको छ र बुक भ्यालुको कुरा गर्ने हो भने यस कम्पनीको बुक भ्यालु 169 रुपैयाँ 93 पैसा रहेको छ। र त्यसैगरी यस कम्पनीको पी रेसियो कुरा गर्ने हो भने 45.08 रहेको छ। र यस कम्पनीको 10 किता एफपीओमा आवेदन दिनुको लागि हाम्रो खातामा भने 1000 रुपैयाँ भन्दा माथि हुनुपर्ने छ। र यस कम्पनीले एफपीओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो बजारमा कारोबारमा आउँदा यस कम्पनीको ओपनिङ मूल्य भने 169 रुपैयाँ 64 पैसादेखि यसैको 3 गुणाले हुन 508 रुपैयाँ 92 पैसासम्म यस कम्पनीले ओपनिङ प्राइस पाउने देखिन्छ भने हामीहरूले सजिलै नै यस कम्पनीको पहिलो कारोबारकै दिन हामीहरूले यस कम्पनीको 10 किता एफपीओबाट 3 देखि 4,000 सम्म नाफा कमाउन सक्ने उच्च सम्भावना रहेको छ। र यस कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने यस कम्पनीको वित्तीय अवस्था भने राम्रो नै रहेको छ। र यदि हामीहरूलाई यस कम्पनीको 10 किता एफपीओ परेको खण्डमा भने हामीहरूले यस कम्पनीको 10 किता एफपीओबाट भने न्यूनतम भए पनि 10,000 सम्म नाफा कमाउन सक्ने उच्च सम्भावना रहेको छ भने त्यो भन्दा बढी पनि नाफा हुन सक्ने सम्भावना रहेको छ। र यस कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने यस कम्पनीको 10 किता आइपीओ परेको खण्ड भने तपाईँ हामीहरूलाई राम्रै नै प्रफिट दिने भएको छ। हस्त साथीहरू, आजको भिडियो यति नै रहेको छ। आउने दिनहरुमा नेपाल शेयर बजार सम्बन्धी नयाँ जानकारीहरु थाहा पाउन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला।